हेलो गाइजहरु नमस्ते तपाईहरुलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। आज चाहिँ हामी यस्तो कहाँ जाँदैछौँ भने एकदम फ्रेश मुडमा हिँडिराखेको छौँ साथीहरु। हामी चाहिँ अब आज चाहिँ एकदम नयाँ ठाउँमा जान गइराखेको छौँ। हामी चाहिँ हाम्रो काम चाहिँ सकिसक्यो, हाम्रो कामको टाइम पनि सकिसक्यो। आज चाहिँ हामी हिँडिराखेको छौँ साथीहरु। हामीले चाहिँ केही खानेकुरा पनि लिएर हिँडेको छौँ। खानेकुरा चाहिँ पछाडि बोकेर आइराख्नु भएको छ हैन साथीहरु। कस्तो छ भने चाहिँ मलाई चाहिँ एकदम खान इच्छुक छु, तर उहाँले एकदम ढिलो गरिराख्नु भएको छ। यहाँ देख्न सक्नुहुनेछ साथीहरु हैन, फेस लुकाउनु भएको। थ्याङ्क यू सो मच। यहाँनिर हेर्नु है साथीहरु, यस्तो चिसो रहेछ कि मेरो मन नै चिसो हुने भयो क्या यसले चाहिँ गर्दाखेरि चाहिँ। तर यहाँ हेर्नु न, रिसाउनु भएको हेर्नु त साथीहरु। सबैभन्दा रिसाउने मान्छे उहाँ हो होइन। म पनि रिसाउन त रिसाउँछु, तर कहिले काहीँ मात्र रिसाउँछु क्या साथीहरु। तर लास्टै चिसो रहेछ यो चाहिँ। यता यता यहाँ हेर्नु त, यहाँ हेर्नु न गाली गर्नुभएको। थ्याङ्क यू सो मच मेरो मितज्यूलाई पनि। म मेरो मितज्यूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। यता हुनुहुन्छ स्पोन्सर भाइ चाहिँ, अनि मितज्यूको बायोडाटा ल्याउन चाहिँ। साथीहरु एकदम मिठो रहेछ, तपाईहरु पनि आएर खान सक्नुहुनेछ है। तपाईहरुलाई चाहिँ म भन्न चाहन्छु, यदि तपाईहरु खान इच्छुक हुनुहुन्छ भने चाहिँ तल कमेन्टमा कमेन्ट गर्नु होला। म पसलको नाम र फोन नम्बर पनि दिन्छु। विशेष गरी मेरो मितज्यूको हो क्या, मेरो मितज्यूको हो पसल चाहिँ, मेरो मितज्यूको हो। अनि मलाई चाहिँ यसरी चाटी चाटी खान आउँदैन कि साथीहरु। साह्रै मिठो हुने रहेछ। अनि गाइजहरु तपाईहरु भैँसी हेर्न जानुहुन्छ, भैँसी पनि देखाउँछु। यो मेरो आफ्नो भैँसी हो। खास गरी मलाई देखाउन चाहनु भएन उहाँले होइन। उहाँ हुनुहुन्छ एकदम लुकेकै हुनुहुन्छ। उहाँ राम्री मान्छेलाई आँखा लाग्यो भने भन्नुहुन्छ, तर आँखालाई हाल्नु है साथीहरु। उहाँ एकदम सिङ्गल हुनुहुन्छ होइन, सिङ्गल हुनुहुन्छ उहाँ। एकदम क्युटी पाए जस्तो, सानी बच्ची जस्तो, एकदम राम्री मान्छे, क्युट मान्छे होइन। अनि साथीहरु एकदम मिठो स्वादिष्ट। भिडियो भनेको अलि लामो नै हुनुपर्छ क्या, छोटो त केही। साथीहरु म तपाईहरुलाई सबै यहाँ ठाउँहरु देखाइराखेको छु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, यो त मेरो झन् आफ्नै बाइक हो। यो बाइकमा आउनु तपाईहरु घुम्न चाहनुहुन्छ भने घुम्न चाहनुहुन्छ भने आउनुहोस् साथीहरु। मसँग त बाइक मात्र होइन साथीहरु, मसँग त धेरै कुराहरू छ। अनि आफ्नै पर्सनल हेलिकप्टर छ, प्लेन छ। अनि म चाहिँ किनभने आज हिँडिरहेको छु नि, मसँग त्यत्रो धेरै साधनहरू भए पनि म हिँडिराखेको छु क्या। वास्तवमा किन हिँडिराखेको छु तपाईहरु जान्न चाहनुहुन्छ साथीहरु। म चाहिँ किन हिँडिराखेको छु भने नि, एकदम कहिलेकाहीँ त यसो अनुभव गर्नुपर्छ नि त साथीहरु। हिँड्दाखेरि कस्तो अनुभव हुन्छ, कस्तो फिल हुन्छ होइन। अनि एकदम गुड्ने मात्र भन्दा पनि यसो हिँड्नु पर्यो नि त। अनि म चाहिँ कस्तो चाहन्छु भने वाक स्वतन्त्रता चाहन्छु होइन। मेरो साथी चाहिँ अगाडि गइसक्नु। यो चाहिँ मेरो आफ्नै घर हो साथीहरु होइन। यस्तो घरहरू मसँग धेरै छ, इनफ छ होइन। अनि यो चाहिँ मेरो साथीको बाइक हो होइन। मैले चाहिँ उसलाई राजीनामा दिएको, अस्ति फ्रीमै दिएको साथीहरु। केही पैसा नलिकन अस्ति मैले गिफ्ट गरेको, नयाँ गिफ्ट गरेको थिएँ। गिफ्ट गर्नु चाहिँ, तर उहाँले चाहिँ एकदम चलाउँदा गर्नु भएर त्यो कता पछार्नु भएर होइन। यो मान्छेले पछार्नु भएर, यहाँ हेर्नुहुन्छ यो मान्छेले पछार्नु भएर चाहिँ यस्तो पुरानो धोत्रे बनाइसक्नु भएछ। तर केही छैन साथीहरु। अब फेरि म उहाँलाई गिफ्ट गर्न चाहन्छु होइन। यस्तो बाइकहरू त मसँग कति छ नि त, त्यही भएर उहाँलाई म फेरि गिफ्ट गर्न चाहन्छु साथीहरु होइन। हामी चाहिँ अलिकति हिलो बाटोमा आइपुगेको छौँ। उताबाट मेरो आफ्नै गाडी आइरहेछ साथीहरु, हेर्नुहुन्छ मेरो आफ्नै गाडी आइरहेछ। अनि मेरो आफ्नै गाडीलाई यसो साइड दिए जस्तो गरेको देख्नुभयो, मैले रोकेको साथीहरु।
मेरो साथी मेरो मेरो काम गर्ने लु लु हेर्नु त ढङ्ग यस्तो छ साथीहरू। त्यही भएर बाइक पनि नयाँ बाइक दिएको पनि खटरे पनि ढङ्ग यस्तो छ साथीहरू होइन। अनि म त के आकाशमा उडाउनेदेखि लिएर भुइँमा गुडाउने जति सबै मेरै हो साथीहरू होइन। हेर्नु म चाहिँ हतार गरिराख्नु भएको छ एकदम स्पोन्सर गर्ने मान्छे अनि बढाउने मान्छेलाई नि धेरै धेरै धन्यवाद। मैले सम्झिन चाहेँ सकिन लागेको बेलामा पनि होइन साथीहरू। मैले सबै कामदारीहरू पनि बारीमा खटाइसकेको छु। बारीमा काम गर्दै हुनुहुन्छ अनि सुन्नुभयो मलाई देख्नु भएपछि चाहिँ एकदम कहाँ गायब भइहाल्छन् क्या। गायब भइहाल्छन् भन्दा डराएर भागिहाल्नुहुन्छ होइन। म त्यस्तो खतरा मान्छे हो कि साथीहरू। म हावा मान्छे होइन एकदम म पानी मान्छे हो कुल मान्छे हो यथाक्रम बाँच्ने मान्छे हो। अनि यो जति तपाईँहरूको आँखाले देख्नु भयो नि आज यो सबै मेरै एरिया हो क्या मेरै हो। हेर्नु साथीहरू तपाईँहरूलाई केही भन्नु छ केही यहाँको उसको नाममा चाहिँ यत्रो टुक्रा पनि केही छैन है। तर वास्तवमा होइन नि साथीहरू त्यस्तो होइन साथीहरू। हेर्नु सबै मेरै हो। अब त भयो के यसो भन्दै फेरि अन्तिममा पनि यति छ साथीहरू। फेरि पनि सम्झिन चाहेँ धेरै धेरै धन्यवाद दुईजनालाई नि। अनि बाई बाई। अर्को भिडियोमा फेरि पनि स्वागत छ तपाईँहरूलाई।